अहिले चाहिँ हाम्रो पसलमा 96 लटको एनएसको फुल इन्जिन खोलेका छौँ। अनि यसको के समस्या थियो भने चाहिँ एकचोटि हेर्न सक्नुहुन्छ, यसको कनेक्टिङ रड पुरै जाम भइसकेको थियो होइन। एकचोटि समात्दै अब यसमा के समस्या थियो भने चाहिँ एकचोटि यो कनेक्टिङ रड भइसक्यो। एकचोटि यसमा प्ले हेर्न सक्नुहुन्छ। यो यहाँ भित्रको जुन ब्यारिङ हुन्छ कनेक्टिङ ब्यारिङ, त्यो चाहिँ यहाँ मोबिल सप्लाई नभएर उडिसकेको छ, खाइसकेको छ। एकचोटि म तपाईँले के भएको छ भने चाहिँ त्यो पनि हेराउँछु। यो चाहिँ भइसक्यो यसको क्लच कभर होइन। अब क्लच कभर फिट गर्दाखेरि, क्लच प्लेट फिट गर्दाखेरि यो मजाले नफिट गरेर यो ओइल सिल हेर्न सक्नुहुन्छ। यो ओइल सिल चाहिँ कस्तो भइसकेको छ। यो ओइल सिल खराब भएर यो कटेर तपाईँको यो कनेक्टिङ रडमा मजाले मोबिल सप्लाई भएको छैन। त्यसले गर्दा तपाईँको कनेक्टिङ रड सिज भइसकेको छ। अहिले दामीसँग एकचोटि हेर्न सक्नुहुन्छ। हामीले यो फुल इन्जिन खोलिसकेका छौँ। यो चाहिँ गियर बक्स भइसक्यो, यो चाहिँ हेड ब्लक भइसक्यो, यो रोल आउट भइसक्यो। दामीसँग अब हामीले फुल इन्जिन यसको बनाउने हो। हस् त, धन्यवाद।